काठमाडौँ आएको सेकेन्ड कि थर्ड डे हो भयो। आज चाहिँ हामी एकछिन बाहिर निस्केको घुम्नलाई। यहाँ धरारा अगाडि आइपुग्यौँ। सुन्दारा आएको नि त हाम्रो अलिकति काम सकेर फुर्सदको समयमा चाहिँ यहाँ घुम्न आएको। बुढाबुढी 2 दिन बाद भिडियो बनाउने मुड पनि थिएन। यताउति घुम्दा घुम्दा आफ्नो कामले गर्दा व्यस्तताले गर्दा भिडियो बनाउनु पाएको थिएन। अनि आज चाहिँ धेरै समय पछाडि यहाँ आएको नि त। अलिकति यो धरारा नयाँ बनाएछ। म आएको थिइनँ यहाँ पछाडि चाहिँ, पहिला पुरानो हुँदादेखिको। यस्तो राम्रो बनाएर रहेछ, फुटपाथहरू अलिक ठुलो बनाएर रहेछ, राम्रो बनाएर रहेछ। ल अब हामी एकछिन यहाँ काठमाडौँ मलमा जाने। वेटिङ स्टप पानीको लागि नि हौ। घाम पनि छेल्छ नि त्यसले। यो ठाउँमा चाहिँ कहिले पनि उयो नहुने रहेछ नि। त्यतैबाट जाउँ। टपरी मोमोबाट चाहिँ हामी तल घरतिर जान्छौँ। यहाँ त अलिकति चेन्ज भएछ हौ निस्केको। यहाँबाट पनि हामी प्लाजातिर जाने पिपल्स आयो। यस्तो बाटो बनाएछ। जाने भित्र रहेछ, उताबाट बाटो रहेछ नि त। होइन यहाँनिर यो चेन्ज गरेछ नि त। यो बिर्सेछ होइन, यो चेन्ज गरेको हो नि त। यो यताबाट यो धरा त अलिक यता थियो नि त, अलिक पर सारेछ। यहाँ अर्कै खालको त्यो डिजाइन है। यो के रहेछ हौ नि। यो त थिएन पहिला त। गेट त यही रहेछ नि त। जाने त भरे जाउँ न उताबाट आए। तर एकछिनपछि बन्द पो हुन्छ त यो त धरारा त। कि जाने फर्स्टमै भिडियो बनाउने भए लु जाउँ। यो चाहिँ के बनाएको रहेछ यो त त्यो पहिला थिएन। हामी पहिला म आउँदा त अब धेरै पछाडि आएको। के बनायो होला, सपिङ मल होला यो पनि सायद। त्यो उयसको जरा, त्यो एउटा लहरा झार हुँदैन त्यो होला रहेछ। विशाल बजार त एकछिन हामी किडनिस प्लाजा छिरेर अनि बाहिर निस्किन्छ। सेम भिड त। रातो कहाँ जातो जम्पर लाग्छ। बिर्सेछ।
लागि यतातिर हामी पहिला कति हिँड्थ्यौँ नि अब अहिले पो धेरै सालमा आएर नौठो लागेको यसरी हिँडिरह्यो भने हिँडेपछि चाहिँ थाहा हुन्छ क्या यताउता छ भनेर हामी त पहिला कति घुमेँ तर पनि मैले बिर्सिन्छु म त एक गल्ली गल्ली घुम्थेँ चाहिएको केही छैन भाइ मैले किनेको यस्तो पेन्ट रहेछ यहाँ सेलमा मैले किनेको यस्तो पेन्ट रहेछ सेलमा प्यान्ट हौ सेलमा भन्दैछ कुर्ता चाहिँ किन्नु पर्ला हौ सस्तो खालको कटनको कुर्ता चाहिँ सस्तो खालको किन्नु पर्ला खुवाइसके के अरे बाबा फेरि भन्नु त कुर्ता खुवाइसकेको उठाउँछु भने कता खुवाइसकेको कुर्ता पछाडि खुवाइसकेको आयो आयो हामी यति हँसट आयो के अरे फेरि भन त आफ्नो दान सकिसक्यो यहाँ बस्ने ठाउँ छ क्या जाँदा हेरेर यसो घुम्ने यतातिर आएको छुइनँ भन्छ यार मेरो बुढो त कति आएको यहाँ मात्रै गएर हामी बस्थ्यौँ यो न्यु डेटभित्रै छ कसरी आउनु भएन तपाईँ न्यु डेटभित्रै छ कसरी आउनु भएन यो कुमारी घर होइन यही त हो कुमारी घर होइन यो यही त हो हनुमान ढोकाको सङ्ग्रहालय रहेछ यो हनुमान ढोकाको यो टिकट काउन्टर छ यता रहेछ यो चाहिँ के रहेछ कुमारी घर पनि थियो नि यहाँ कहाँनिर हो म त बिर्सेँ यो होला हौ यो अगाडि यहाँ पनि जानु मिल्ने रहेछ टिकट गरेर तिम्रो एउटा फोटो खिच हामी चाहिँ घुम्दै फिर्दै यतातिर आइपुग्यौँ है बाबु यसले एकछिन पक्रिनु त दियो क्यामेरा तपाईँको पनि घरिघरि देखाउनु यस्तो घुमाउनु न अब यस्तो गरेर हो त्यसरी अलिक टाढाबाट क्या तपाईँको टाउको देख्दैन नि त त्यसरी माथिबाट देख्नु पर्छ मेरो किन देखिनु यो पहिल्यैदेखि यस्तै थियो है यो चाहिँ केही नयाँ छैन यहाँ जस्तो हो त्यस्तै छ पहिलाकै जस्तो सेम हो यो चाहिँ त्यो गाडी चाहिँ आउनु पाउँदैन त्यति हो यहाँको पहिलादेखिको यो नै हो यो त नेवारी खानाहरू के त्यो बौद्धमा त्यतातिर त के अहिले त जानु होला र थाहा हाम्रो त कहाँबाट घुमेर जानुपर्छ नि त्यतातिर मात्रै पाउँछ राम्रो थेन्दुक भन्छ हौ सोध्नुपर्छ अरे हामी चाहिँ यहाँ एकछिन खाजा खान आएको टपरी मोमोमा यहाँको त फेमस टपरी मोमो अरे पहिला त उता थियो यता सारेको रहेछ खाजा टाइम हाम्रो चाहिँ खाजा खानु लागेको यहाँनिर भेज मोमो स्पाइसी अलिअलि How is the taste? मिठो छ यो पनि टेस्ट गरौँ टेस्ट गरौँ यो होला हौ यो तपाईँ यो बदामहरू पो छ त भेजमा बदाम हुन्छ त
हामी चाहिँ अब धराएर चढ्न आँटेको है आज एकछिन टाइम भएर फर द फर्स्ट टाइम नयाँ बनेपछि। टिकट काउन्टर चाहिँ कहाँ हो र? ऊ पर रहेछ, ऊ पर बाहिर उतापट्टिबाट हो। यो चाहिँ धरहराभित्रको उयो रहेछ है सिन। यहाँ फर्स्टमा इन्ट्रान्समै यस्तो रहेछ, पानीको फोटो राखेको रहेछ। अहिले चाहिँ अलिकति मेन्टेन गरेर बनाएको रहेछ, राम्रै रहेछ। अनि यहाँ चाहिँ उहाँ हुनुहुन्छ अनि यहाँ चाहिँ म छु। हामी चाहिँ एकछिन यहाँनिर अब घुमेर चाहिँ फर्किने धरहरा। धेरै पहिला पुरानो त चढ्नै पाइएन, यतिकै कति वर्ष बस्दा पनि अब नयाँमा चाहिँ यसो आएको बेला चढौँ भन्ने पुरा उसले पनि भिडियो बनाउँदैछ यहाँनिर। हामी चाहिँ अब जाने। राम्रो रहेछ हौ ठाउँ त। हामी चाहिँ धरहराको नजारा अगाडिको इन्ट्रान्समा चाहिँ यो पानीको फोरा रहेछ, राम्रो बनाएको रहेछ। अगाडि चाहिँ यस्तो रहेछ। अब हामी चाहिँ यो धरहरा चढ्न आँटेको। काठमाडौँको 9 तले धरहरा पाए हुन्थ्यो मायाको सा। आउन बाबा जाउँ छिटो, मेरो खुट्टा दुखिरहेछ अनि म चढ्नु सक्दिनँ। आउन छिटो, लिफ्ट पनि छ। ए लिफ्ट छ अरे बाबा, लिफ्ट छ अरे, जाउँ न। ल आउन न छिटो जाउँ। यस्तो रहेछ, फेदबाट चाहिँ चुली देखिरहेको छ। यहाँभित्र चाहिँ के रहेछ, प्रवेश निषेध छ। यताबाट रहेछ बाबा। मेरो खुट्टा एक्कासी मर्केको जस्तो भयो त, के भयो भयो, एक्कासी मर्केको जस्तो भयो, के भयो। यतापट्टि खुट्टा दुख्दैछ, हिँड्नै हुँदैछ। लिफ्ट छ अरे। कसरी लिफ्ट बनायो? अब बनायो होला नि। यहाँबाट रहेछ खतरा। धेरै सालमा फेरि हामी धरहरा चढ्न आइयो, नयाँ धरहरा। टिकट दिनु न। यहाँ चाहिँ के बनाएछ यो गोलो चाहिँ? 20 तलाको रहेछ। पहिलाको काठमाडौँ, पहिलाको धरहरा त 9 तला भन्थ्यो, यहाँ त 20 तला रहेछ। यहाँ लिफ्टमा चाहिँ देखाइरहेछ 50, 60, 70, 80, 90, 20। एक्जिट अब आयो। हामी चाहिँ 20 तला माथि आइपुग्यौँ धरहराको। आमा हो राम्रो त हावा चल्नु त। ओ माई गड, खतरा हावा चल्दो रहेछ। धरहराबाट चाहिँ भ्यू यसो देख्दो रहेछ है, काठमाडौँ सहरको। भयो यस्तो रहेछ। टुडी खेलियो चाहिँ। ए मेरो चस्मा झन्डै झारिदिनु भयो हौ। त्यस्तै हो, एकछिनै म गएँ। धरहराबाटको भ्यू चाहिँ के हो यो काठमाडौँ सहरको कचर मचरहरू चाहिँ यस्तो रहेछ है। कस्तो हावा चलेको यहाँ माथि त, पुरा हावा चल्ने रहेछ हौ। बाफ्रे यस्तो रहेछ। यस्तो रहेछ।
त आम्मा एन्टिलाइट पर्ने रहेछ अरू केही नभए पनि हावा चाहिँ राम्रो आउँदो रहेछ यहाँ माथि हावा खानु चाहिँ मजा हुने रहेछ एक राउन्ड लगाइसक्यो कहाँ हराउनु भयो म एक राउन्ड लगाइसकेँ भेट्दिनँ मान्छे कहाँ जानुभयो भेट्दिनँ त मान्छे ए यहाँ रहेछ नि त कहाँ भिडियो खिच्दो रहेछ म एक राउन्ड लगाइसकेँ यहीँनिर रहेछ मान्छे त भिडियोबाट मकै भइरहेछ त ल वरिपरिको बनाउने हौ हो र अब जाने भयो तल अब चाहिँ हामी यहाँबाट फोटोसोटो खिचेर जान लागेको तिम्रो विचार हो म के भन्दिनँ घरि जाने भन्छ घरि के भन्छ यसरी भनेको फेरि यहाँ गर्ने अरे अलिकति भिडियो हामी चाहिँ अब जान आँटेको यहाँबाट फोटोसोटो खिचेर धरहराबाट पनि आइपुग्यो है अहिले चाहिँ यहाँ पहिला जस्तो होइन रिलिफ सिस्टम रहेछ अलरेडी वान छ कतिजना छ यहाँबाट चाहिँ एक्जिट रहेछ यो चाहिँ पहिलाको पुरानोवाला भत्किएको धरहरा यतापट्टि छ अनि यो चाहिँ नयाँ धरहरा यो चाहिँ पुरानो धरहरा यो चाहिँ नयाँ धरहरा अनि यहाँ चाहिँ एउटा म्युजियम बनाएको रहेछ राम्रो बनाएको रहेछ यो पनि अनि यहाँ चाहिँ यस्तो रहेछ नयाँ धरहरा पनि चढ्यो पुरानो त चढ्न पाइएन यस्तै थियो अब एकछिन पक्नु न तपाईँको भिडियो फोटो खिचिदिन्छु अनि यस्तो रहेछ है म तपाईँहरूलाई यहाँबाट फेरि देखाउँछु यो चाहिँ यस्तो छ नयाँ पुरानो नयाँ धरहरा चाहिँ यो चाहिँ एउटा अगाडि म्युजियम
त्यो गेटबाट यता पछाडिबाट पनि रहेछ 4 नम्बर गेट भन्ने पछाडि होइन उता आउनु एउटा हामी चाहिँ अहिले उताबाट घुमेर रुममा आइसक्यौँ मैले उता अलिकति भिडियो गरेर ब्याट्री सक्यो नि भिडियो गरिनँ अहिले चाहिँ अब रुममा आएर रेस्ट गर्दैछौँ यहाँनिर अब चाहिँ अलिअलि के रोटी खाने अनि आजको यो भिडियो चाहिँ म यहीँ इन गर्छु अनि भोलि चाहिँ फेरि के हुन्छ भोलिको भिडियोमा फेरि कन्टिन्यू गर्छु त्यति दिनको लागि बाई 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 गर्नु बेलुकाको डिनर चाहिँ हाम्रो यस्तो हुन लागेछ आजको के त केही छैन रहेछ खासै सादा रोटी सलाद ओन्ली दाल रहेछ